यदि हजुरहरूलाई तत्सम शब्द राम्रोसँग आउँदैन भने यो भिडियो हजुरहरूको लागि। आज हामीले तत्सम शब्दलाई परिभाषा, चिन्ने तरिका र उदाहरण मार्फत राम्रोसँग बुझ्ने प्रयास गर्नेछौँ। अब ढिला नगरिकन भिडियो सुरु गरौँ। तत्सम शब्दलाई बुझ्नको लागि सुरुमा तत्समलाई एकचोटि टुक्र्याएर यसको अर्थ बुझ्ने प्रयास गरौँ। तत्समको आफ्नो छुट्टै अर्थ छ। तत् र सम मिलेर तत्सम बन्छ र तत्को अर्थ त्यो हुन्छ र सम भनेको समान, त्यो भनेर यहाँ संस्कृत भाषालाई जनाउन खोजिएको छ भने सम भनेर समान, जस्ताको तस्तै। संस्कृत भाषा जस्ताको तस्तै समान, केही पनि परिवर्तन नगरेर जुन बोलिन्छ हामीले भाषागत रूपमा, त्यही शब्दलाई नै तत्सम शब्द भनिन्छ। मैले त्यही कुरालाई यहाँ तल लेखिदिएको छु। संस्कृत भाषामा जस्तो छ, जस्तो लेखिन्छ, सुनिन्छ, नेपालीमा पनि त्यस्तै छ भने त्यो नै के हुन्छ? तत्सम शब्द हुन्छ। मैले यहाँ लेखेको छु, त्यसमा पनि त्यही नै भनेको छ। संस्कृत भाषा जस्तो छ। अब हामीले तत्सम शब्दलाई परिभाषा मार्फत अझै स्पष्टसँग बुझ्ने प्रयास गरौँ। संस्कृत भाषाबाट जस्ताको तस्तै रूपमा कुनै परिवर्तन नगरी नेपाली भाषामा आएका शब्दहरूलाई नै तत्सम शब्द भनिन्छ। यहाँ मैले जे भनेको थिएँ परिभाषामा पनि त्यही कुरालाई नै लेखिएको छ। तत्सम शब्दलाई संस्कृत शब्द भनेर याद पनि गर्न सकिन्छ। मैले अघि नै के भनेको थिएँ? तत्सम शब्द संस्कृत भाषा जस्तो छ त्यस्तै गरी नेपाली भाषामा प्रयोगमा आउँदा लेखिन्छ भनेर भनेको थिएँ। तर यहाँ केही कुरामा भने छुट हुन्छ। जस्तै तत्सम शब्दमा विसर्ग र मलाई विशेष छुट दिएको हुन्छ। अब यहाँ कार्य तत्सम शब्द हो, तर संस्कृतमा कार्यम लेखिन्छ। कार्यम भनेर जुन प्रयोग गरिन्छ संस्कृतमा, त्यो चाहिँ नेपालीमा प्रयोग गर्दाखेरि कार्य हुन्छ। तर कार्य मकार हटाउँदा पनि कार्य के हो? तत्सम शब्द हो। यहाँ जस्ताको तस्तै रूपमा त प्रयोग गरेको छैन। तर यहाँ के भएको छ? मकारलाई चाहिँ विशेष छुट दिएको छ। नलेखे पनि तत्सम नै हुन्छ भनेर विशेष छुट दिएको छ। त्यसै गरी मन तत्सम शब्द हो, तर संस्कृत भाषामा भने मनः हुन्छ। यहाँ मनहमा यहाँ पनि विसर्ग हटाएर पनि यहाँ के भएको छ? तत्सम शब्द नै भएको छ। यसै गरी विभिन्न ठाउँमा चाहिँ विसर्ग र मकार चाहिँ हटाइन्छ। केही ठाउँ बाहेक, केही ठाउँमा भने हटाइन्न, तर लगभग सबै ठाउँमा नै विसर्ग र मकारलाई हटाइन्छ। विसर्ग र मकारलाई हटाउँदा पनि त्यो तत्सम नै हुन्छ। यसमा चाहिँ झुक्किन भएन है। तत्सम शब्द भनेको के हो त्यो त हामीले मजाले बुझिसकेका छौँ। अब तत्सम शब्दलाई कसरी चिन्न सकिन्छ त? तत्सम शब्द चिन्ने तरिका के हो त भनेर मैले यहाँ केही तत्सम शब्दलाई चिन्ने तरिकाहरू लेखेको छु। अब मैले यस्तो सर्ट ट्रिक भन्छु तत्सम शब्दलाई चिन्ने, जसले चाहिँ इक्जाममा एकदमै सजिलो हुनेवाला छ। यहाँ हेर्नुहोस् है त। त्र, क्ष, ज्ञ, ऋ, श्र, अनि शङ्ख स, त्यसै गरी पेर्चिरको स र य। यी चाहिँ लगभग नै पुरै ठाउँमा लगभग तत्सम शब्द नै हुन्छन्। यहाँ जुन मैले लेखेको छु नि, त्र, क्ष, ज्ञ, ऋ, श्र, स, ष अनि य, यो सबै रट्दा पनि हुन्छ है। यो यदि कतै देख्छौ भने चाहिँ यो चाहिँ तत्सम शब्द हो भनेर सिधै लेखिदिए पनि हुन्छ। परीक्षामा लगभग यो आइरहेको हुन्छ। कुनै पनि शब्दमा त्र, क्ष, ज्ञ, ऋ, श्र, स, ष र य यदि देख्छौ भने चाहिँ त्यो चाहिँ सिधा के हो? तत्सम शब्द हो भनेर लेखिदिए पनि हुन्छ। लगभग मिलिरहेको हुन्छ। यसमा केही चिन्ता गर्न परेन। त्यसैले चाहिँ रट्नुपर्छ है। त्यसै गरी अब यहाँ जुन अनुस्वार छ, जुन थोपा परेको छ नि, त्यो पनि लगभग प्रायः नै तत्सम शब्द हुन्छ। त्यसैले यी सबै रट्नु है। त्र, क्ष, ज्ञ, ऋ, श्र, शङ्ख स, पेर्चिरेको स, य र यो अनुसार, यो चाहिँ ट्याक्क रटिहाल्नु। एउटा सर्ट ट्रिक हो इक्जाममा सजिलोको लागि। त्रबाट के आउँछ? यहाँ त्रिभुवन, त्रिकोण, त्रिशूल, त्रेता। यी सबै शब्दहरू तिमीहरूले पक्कै देखिरहेको होला। तर देखिरहेको भए तापनि यो तत्सम हो भनेर छुट्याउन गाह्रो भएको हुन सक्थ्यो। तर यहाँ हेर्न सक्छौ, त्रबाट त्रिभुवन, त्रिकोण, त्रिशूल, त्रेता यी सबै के हुन्? तत्सम शब्द हुन्। त्यसै गरी क्षबाट क्षत्रिय, क्षमा, शिक्षा, क्षण, क्षितिज, यस्ता धेरै तत्सम शब्दहरू छन् क्षबाट आउने। त्यसै गरी ज्ञबाट ज्ञान, अज्ञान, विज्ञ, विज्ञापन, सर्वज्ञ, ऋबाट ऋतु, ऋषि, ऋण, ऋग्वेद, ऋचा, श्रबाट श्रद्धा, श्रम, परिश्रम, श्रवण, श्री भनेको चाहिँ लक्ष्मी हो है। त्यसै गरी श्राद्ध। त्यसै गरी शङ्ख सबाट शान्ति, शत्रु, शिक्षा। अब कक्षा भनेको त्यो तलको पेर्चिरेको सबाट बनेको हुन्छ क्ष चाहिँ। त्यसै गरी शासन चाहिँ शङ्ख सबाट भयो। त्यसै गरी पेर्चिरेको सबाट चाहिँ राष्ट्र, श्रेष्ठ, निष्कर्ष, तृष्ण, परीक्षा। त्यसै गरी यहाँबाट पञ्चामृत, पञ्चतत्व, कञ्चन। त्यसै गरी अनुस्वारबाट हिंसा, संवाद, संसार, संरचना। यी सबै रट्दा पनि हुन्छ।
यो अक्षरहरू देखेपार चाहिँ तत्सम हो भनेर लेख्दा मिल्ने चान्स धेरै छ। त्यसै गरी अर्को एउटा ट्रिक के छ, यहाँ र रि यदि कुनै शब्दमा भेटिन्छ भने त्यो तत्सम हुन्छ, लगभग मिलिरहेको हुन्छ है। यो पनि एउटा ट्रिक हो। यहाँ हेर है त, र भन्ने प्रयोग जुन प अनि पुरा र मिलेर चाहिँ प्रयोग भएको छ। यदि र यस्तो खालको सुरुमा यसरी प्रयोग भएको छ कतै भने त्यो चाहिँ तत्सम हुने चान्स धेरै छ। त्यसै गरी रि कतै प्रयोग भएको छ भने त्यो पनि तत्सम नै हुने चान्स धेरै छ, किनभने रि र मैले अघि नै भनेको शब्दहरू पनि भए ती शब्दहरू चाहिँ संस्कृत शब्दमा धेरै नै प्रयोग भइरहेको हुन्छन्। त्यसै गरी रिबाट ऋषि, कृषि, कृषक भएका छन्। यहाँ ऋषिमा त रि प्रयोग भएको छ, स्पष्ट थाहा छ। त्यसै गरी कृषिमा पनि रिको प्रयोग भएको छ, त्यहाँ क र रि मिलेर कृषि भएको छ। त्यसरी कृषकमा पनि रिको प्रयोग भएको छ, क र रि मिलेर कृषक भएको छ। त्यसै गरी यदि बिचमा चाहिँ आधा र प्रयोग हुन्छ भने त्यो पनि तत्सम नै भएको पाइन्छ धेरै ठाउँमा है। कर्म पनि बिचमा र प्रयोग भएको छ, आधा र प्रयोग भएको छ है। कर्म यसरी छुटेको छ, कार्य, सूर्य है। कर्म, कार्य, सूर्य, यसरी धेरै शब्दहरू रहेका छन् आधा र प्रयोग भएको, बिचमा जुन चाहिँ तत्सम नै हुन्छन्। त्यसै गरी अर्को ट्रिक पनि ल्याएको छु मैले, अन्त्यमा ता, त्व, न, म जस्ता प्रत्यय लागेका शब्द पनि प्रायः तत्सम हुने गर्छन्। अब मैले यहाँ न र म चाहिँ सबै ठाउँमा भन्दिनँ, तर ता र त्व भने चाहिँ लगभग सबै ठाउँमा तत्सम नै भएको पाइन्छ। न र म भने सबै ठाउँमा चाहिँ तत्सम हुँदैनन्, यी केही ठाउँमा चाहिँ अब तत्सम भएको पाइन्छन्। त यहाँ चाहिँ मैले ता र त्वमा चाहिँ अलिक बढी फोकस गर्नु, यो चाहिँ लगभग नै तत्सम हुन्छन्। र मैले अघि नै भनेको शब्दहरू पनि फोकस गर्नु, तिनीहरू पनि लगभग तत्सम शब्द नै हुन्छन्। त्यसै गरी यहाँ उदाहरण हेरौँ, पवित्रता, मित्रत्व, जीवन, कर्म। यहाँ पवित्रतामा ता प्रत्यय लागेको छ, मित्रत्वमा त्व प्रत्यय लागेको छ, जीवनमा न लागेको छ भने कर्ममा म लागेको छ। अनि हामीले बुझिसकेका छौँ। यी चाहिँ हाम्रा ट्रिकहरू भए, सर्ट ट्रिकहरू। हामीले तत्सम शब्दलाई पहिचान गर्ने केही ट्रिकहरू पनि जानिसकेका छौँ। अब हामीले केही महत्त्वपूर्ण तत्सम शब्दहरू यहाँ देख्न सक्छौँ स्क्रिनमा। संवाद, प्रयोग, आकाङ्क्षा, प्रेरणा यी लगायतका विभिन्न तत्समहरू हामीले स्क्रिनमा देख्न सक्छौँ। यदि हजुरहरूलाई यो चाहिएको खण्डमा स्क्रिनसट पनि लिन सक्नुहुन्छ। र मेरो के सुझाव छ भने यी तत्सम शब्दहरूलाई हजुरहरूले एकचोटि दिनदिनै एकचोटि भए पनि हेर्ने गर्नुहोला, जसले गर्दा हजुरहरूको दिमागमा बस्नेछ। मैले अघि नै भनेका केही ट्रिकहरू पनि यस तत्सम शब्दहरूमा मिल्छ कि मिल्दैन, केही ट्रिकहरू चाहिँ यसमा लागू भएको छ कि छैन भनेर पनि एकचोटि चेक गर्नुहोला, जसले गर्दा चाहिँ हजुरहरूलाई तत्सम शब्दलाई चिन्न सजिलो हुनेछ। यदि हजुरहरूलाई यो भिडियोले सहयोग पुर्याएको छ भने यो भिडियोलाई लाइक गरिदिनु होला, यो भिडियोलाई आफ्ना साथीहरूसँग पनि सेयर गरिदिनु होला। आफूलाई सोध्न मन लागेका प्रश्नहरू पनि कमेन्ट बक्समा लेख्न नबिर्सिनु होला। यस च्यानललाई सब्सक्राइब गर्न पनि नबिर्सिनु होला, किनभने हामीले यस्तै खालका एजुकेसनल भिडियोहरू ल्याइराख्छौँ।